सोलोको म जाने काम परेकोले अनि यसपालि चाहिँ म चाहिँ स्कुटीमा राइड गरेर जाने विचार गर्छु। हुन त बाटो त धेरै टाढा हो, लगभग 8-9 घन्टा नै लाग्छ। अनि त्यो पनि यसपालि चाहिँ विचार गर्दैछु। अनि त्यही भएर मैले चाहिँ स्कुटी सर्भिसिङ गएको। अनि स्कुटी चाहिँ मैले सबै मोबिलहरू फेर्यो, अनि फिल्टरहरू फेर्यो, अनि सबै बिर्काहरू चेक गरेर सबै चाहिँ एकदम पर्फेक्ट बनाएर अनि जान लागेको छु सोलो। अनि अलि मिस्त्रीले बनाउँदैछ। अनि त्यही हो, तपाईँहरू पनि जानुहुन्छ भने राम्रो ब्रेकहरू जब सर्भिसिङ गरेर जानु। बाटो टाढो छ, लामो छ बाटो, त्यसैले बाटोमा फेरि दुःख पाउँछ होला। राम्रोसँग जानु। मैले चाहिँ 3 लिटर पेट्रोल पनि बोतलमा एक्स्ट्रा लान लागेको छु, कतै बाटोमा समस्या हुन्छ कि भनेर। अनि बाइकमा त अलि धेरै तेल हुने भएर समस्या हुँदैन, स्कुटीमा त थोरै तेल जान्छ, त्यसैले बाटोमा समस्या हुनसक्छ। हामीले तेल चाहिँ एक्स्ट्रा भोग्नुपर्छ। सर्भिसिङ सिधै पनि अब वास गर्दैछ भाइले, अनि वास गरेर अनि भोलि बिहान चाहिँ म साँढे नै जान्छु होला, लगभग त्यस्तै 4 बजीतिर चाहिँ म जान्छु होला। अब लेट्स सी, अब भोलि बिहानको यात्रा हेर्नु होला। फेरि अब हामी चाहिँ म चाहिँ अब लागेको छ है, बिहानै चिया खाएर म चाहिँ लागेको छु। अहिले म चाहिँ यहाँ के भन्छ जोरपाटीबाट जानेछु। अनि जोरपाटीबाट अलिक नजिक बाटो पर्छ, त्यसैले म त्यहाँबाट जान्छु। अहिले चाहिँ म चाहिँ यता साङ्कातिर आइपुगेछु, तर यता ठुल्ठुलो टाढाहरू चल्दैछ, त्यो धेरै गाह्रो रहेछ जानुलाई, एकदम केयरफुल गरेर जानु पऱ्यो। बाटो चाहिँ खुल्लै छ, तर अलि अँध्यारो छ। अब साङ्काको बाटो ठुल्ठुलो टाढाको चलेको छ।
भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित चुनी काट्छु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित सुन्दै छु नयाँ नयाँ खोजीमा कहिले दाम पैसा खोजीमा सुन्दै छु नयाँ नयाँ खोजीमा कहिले दाम पैसा खोजीमा पहिले माया मोहनी लगाउने अहिले भेटु भन्दा लिन आउने पहिले माया मोहनी लगाउने अहिले भेटु भन्दा लिन आउने
लगाउने अहिले भेटो भन्दा लिन आउने पहिले माया मोहनी लगाउने अहिले भेटो भन्दा लिन आउने
जीवनमा गरेर कुनै भूल रहने छैन जीवनमा गरेर कुनै भूल मुटु साटेर हो दिल साटेर झम्माया सँगसँगै ढाडै काटेर झम्माया सँगसँगै ढाडै काटेर नजर बैरीको मनमा लाग्छ डर टुट्ने छैन पवित्र मायाको लाग्छ भर टुट्ने छैन पवित्र मायाको लाग्छ भर मुटु साटेर हो दिल साटेर झम्माया सँगसँगै ढाडै काटेर झम्माया सँगसँगै ढाडै काटेर झल्को हरेक क्षण पलरा साझामा बस्यो माया। म चाहिँ अघि बिहानै काठमाडौँबाट हिँडेको अब यहाँ ठ्याक्कै सोलु आइपुग्यो अनि अब यहाँ अगाडितिर सोलबद होटल छ भन्छ अब त्यो होटल खोजेर अनि त्यही होटलको छेउको गाडी पनि छ भन्छन् अनि त्यही गाडीमा चढेर उता
गाउँतिर जाने हो अनि अब स्कुटर चाहिँ यहीँ छोड्ने अब म चाहिँ गाउँ गएर पनि काम सिधै पनि हिजो यहाँ सोलुमा आएको छु अनि अहिले चाहिँ बिहान चाहिँ म काठमाडौँ फर्किँदैछु अनि यतिका चाहिँ 5:30 भएको छ म चाहिँ चिया कफी खाएर हिँडेको छु अनि यहाँ चाहिँ धेरै चिसो छ अनि बिहान त धेरै चिसो छ हावा पनि चलेको छ अनि अब कति बजी काठमाडौँ पुग्छ होला मेरो अनुमान चाहिँ 2 बजी चाहिँ पुग्छ होला भन्ने विचार छु अनि अब आरामसँग जाउँ अब माथितिर गएर खाजा खानुपर्छ अनि त्यही हो पहिलो नजरमा मनमा बस्यो मायालु लाखौं हजारमा मनमा बस्यो मायालु लाखौं हजारमा शेर्पाको छोरो हुमता हिँडेको चढ्न चुचुरा शेर्पाको छोरो हुमता हिँडेको चढ्न चुचुरा विश्वमा देश चिनाउने लक्ष्य हो मेरो हजुर विश्वमा देश चिनाउने लक्ष्य हो मेरो हजुर पहिलो नजरमा मनमा बस्यो मायालु लाखौं हजारमा मनमा बस्यो मायालु लाखौं हजारमा देशको नामै राख्नलाई हत्केलामै राखी ज्यान देशको नामै राख्नलाई हत्केलामै राखी ज्यान हिमाल चढ्ने साहसलाई हृदयदेखि छ सम्मान हिमाल चढ्ने साहसलाई हृदयदेखि छ सम्मान पहिलो नजरमा मनमा बस्यो मायालु लाखौं हजारमा मनमा बस्यो मायालु लाखौं हजारमा सुख र दुःखमा साथ दिने सम्झाइदिने यो मनलाई सुख र दुःखमा साथ दिने सम्झाइदिने यो मनलाई जीवन बुझ्ने सारथी चाहिएको छ है यो जनलाई जीवन बुझ्ने सारथी चाहिएको छ है यो जनलाई पहिलो नजरमा मनमा बस्यो मायालु लाखौं हजारमा मनमा बस्यो मायालु लाखौं हजारमा हिमाली भेगको गोरेटो कालो अनि ओरालो हिमाली भेगको गोरेटो कालो अनि ओरालो यस्तै छ हाम्रो जिन्दगी भिडेर चौरीको गोठालो यस्तै छ हाम्रो जिन्दगी भिडेर चौरीको गोठालो पहिलो नजरमा
चैतार वैशाख महिनामा गुरस फुल्यो मनभरि चैतार वैशाख महिनामा गुरस फुल्यो मनभरि नबस माइतीमा जन हजुर बोकेर रहर मनभरि नबस माइतीमा जन हजुर बोकेर रहर मनभरि पहिलो नजरमा मनमा बस्यो मायालु लाखौं हजारमा मनमा बस्यो मायालु लाखौं हजारमा गुराँस फुल सिउरेर रेशमी तिम्रो केशमा गुराँस फुल सिउरेर रेशमी तिम्रो केशमा घुमौला सँगै हात गासी बिरानो मुलुक देशमा घुमौला सँगै हात गासी बिरानो मुलुक देशमा पहिलो नजरमा मनमा बस्यो मायालु लाखौं हजारमा मनमा बस्यो मायालु लाखौं हजारमा अब म चाहिँ अघि बिहान नै सोलुबाट हिँडेको बिहान म 5 बजी हिँडेको छु सोलुबाट अहिले चाहिँ म चाहिँ गुल्मी आइपुग्यो अनि अहिले चाहिँ यहाँ चाहिँ 9 बजे छ अनि अब यहाँ चाहिँ धेरै गर्मी रहेछ अघि सोलुमा चाहिँ चिसो थियो यहाँ चाहिँ गर्मी रहेछ अब म चाहिँ खाना खान चाहिँ अब म कुरकुर पोल्छ होला अहिले खाना खान अलिक छिटो पनि हुन्छ अनि कुरकुर गरेर खाना खान्छु अनि अब भिडियो चाहिँ यहाँसम्म मात्रै रहेछ होला साथी अनि त्यही हो अनि यो पुल चाहिँ धेरै लामो छ अनि अस्तिको खोलाले झन्डै लग्यो यो पुल बर्खामा अनि पुल चाहिँ धेरै लामो छ अब म चाहिँ भिडियो चाहिँ यहाँसम्म मात्रै गर्छु होला ओके गाइस बाई बाई थ्याङ्क यू ओके बाई बाई